कठिनाई यस्तै भयो परीक्षा पढाउँछ आज स्कुलै गएको छ ओहो परीक्षा हजुर त्यसो अहिले पनि जस्ताको तस्तै रहेछ बचपनमा हामी कति कबड्डी खेल्थ्यौँ हो बालकको बहुत याद आउँछ अहिलेका बच्चाहरूमा गिर खेल्छ न कबड्डी हाम्रो पालामा उहाँ कहाँबाट भेला हुन्थ्यो त्यही त कबड्डीमा परीक्षण र सुदामलाई कसैले नजित्ने एकपल्ट मेरो कट्टु फटिदिएको याद छ कसरी घर तिमी बच्चैदेखि यसमा सिपा पनि एकदम बर्का घर बनाइलिएछ रे गएको साल वर्षमा मूल फुटेर चिसो पानी निस्केको छ शासनको आभार र शासन पुरा हो भन्नु जस्तो मालिक किसानले हडताल गरेछ बडो पूर्वकालदेखि बाजे बराजुको पालादेखि हामीहरू यस गाउँमा बस्दै आएका छौँ हाम्रो गाउँ हाम्रो शासन यो कुन गौरो माटोको किराले यत्रो रात गर्ने हामी विरुद्ध हडताल गर्ने मालिक 4 किलो बनिलाई लिएर किसानले हडताल गरेछ जबसम्म यिनीहरूको माग पुरा हुँदैन तबसम्म सबै काम ठप्प हुन्छ फेरि बर्सातको समयमा पनि रोपाई भएन भने मालिक सब काम चौपट हुन्छ गएर त्यो फेक र शनिचरलाई बार्ताको लागि तुरन्त लिएर आउनु अनि सुन त्यो 2 जना बाहेक अरूलाई बार्ताको लागि नल्याउनु त्यो परीक्षण बाबुको म छुट्टै परीक्षा लिन्छु हुन्छ मालिक तिमीहरूले काम गरेन भने तिमीहरूको परिवार घोक्कै मर्छ हामीलाई त्यसको परवाह छैन हामी आफ्नो बन्दोबस्त आफै गरिदिन्छ तपाईँले हामीलाई अन्याय गरेछ हाम्रो बलिया 4 किलो नभइकन हामी सङ्घर्ष गरिरहन्छ कसका निमित्त सङ्घर्ष गर्दछौ रे तिमीहरू हामी त तिमीहरूको सेवा गर्ने मान्छे पिता पुर्खाले पनि तिमीहरूको सेवा गरेकै थियो र अहिले पनि गर्दैछौ अनि शनिचर कसका निमित्त किसानहरूलाई भट्काउँदैछौ रे तिमीहरू मलाई त्यो राम्रोसँग थाहा छ के नामले त्यसको परीक्षण मान्यो त्यो परीक्षण तिमीहरूको नायक भनेर मलाई राम्रोसँग थाहा हो आफ्नो सोच अरूको सोच्नेहरूको कहिल्यै भलो हुँदैन ए बिरु भैयाहरूलाई चिया पिलाऊ रे मालिक चिया नपी त्यो त बहुत काम छ बिल्कुल चल मेरो कुरा याद राखे देखिस् बिरु के माने आउँछ हडताल गर्न यस्ताहरू भिड
अब यो परीक्षण बाबुको परीक्षण लिन्छु म। जाऊ मालिक। त्यसपछि गाउँमा दङ्गा फसाद भयो अनि क्रोधले उग्र रूप लियो। तिमीले के गरेन? बहुत गरियो। के गर्यो? सम्झाउने कोसिस। शत्रुसँग हात मिलाएर दोस्तियारी गर्यो। जाबो सासारमा धान पाउने लागेको छ। थु लाजहरू। सुनौ किसान दाजुभाइ, यस्ता एक दुईजना गद्दार निस्किँदैमा हामी हाम्रो विचारबाट पछि हट्नु हुँदैन। हामीलाई दास सम्झिरहने मानिसहरूको अगाडि कहिले झुक्ने होइन। यी नमा खराब गद्दार शनिचर र फेकुनलाई हामी बहिष्कार गर्छौँ। बहिष्कार गर्नुपर्छ। हेर भाइयो, त्यत्रो मान्छेको अगाडि हाम्रो के सोच छ? तिनीहरू भनेको पहाड सिंह जस्तो मात्र हुन्छ। तिनीहरूले अहिले चाह्यो भने यहाँ चेक पनि हुनसक्छ। हाम्रो परिवार भोकै मर्न सक्छ, हाम्रो ज्यान तलमाथि हुन पनि सक्छ। त्यो झुट कुरा हो। त्यो झुट कुरा हो। यदि हामीहरू एक भयो भने हामीलाई कसैले केही गर्न सक्दैन। किसान दाजुभाइ, किसान दाजुभाइ, तारको साल कहाँ छ? जब उत्तर गए रण पे तब पीछे हटना क्यों? तर एउटा कुराको दुःख छ किसान भाइ, तिमी भने यस गाउँको इज्जत हौ, शान हौ, पढा लेखा छौ। तिमी जस्तो मान्छे यस गाउँमा नभइदिँदा यो सारा गाउँ तालिमहरूको एकलौटी रजाइमा पर्छ। हेर परीक्षण भाइ, यस्तो भनेर मलाई किन लज्जित पार्छौ भन त? गाउँको इज्जत त तिमीहरू हो, गाउँ तिमीहरूकै हो। हसिया, खुर्पा, कुटो, कोदालो र पाकुरीको भरमा यो गाउँ बाँचेको छ। तिमीहरूले चाह्यो भने बगेको खोलाको धाटो फर्काउन सक्छौ। त्यो जिम्मेदार कन्सा खेतको मुली हो बे? कस्ता कस्तालाई घुँडा टेकाको इतिहास छ किसानले। किसान जाग्यो भने संसार जान्छ परीक्षण। तिमीलाई कहिले पनि केही कुरामा जित्न सकिएको छैन किसान भाइ। खेर जे होस् तिमी हाम्रो साथमा छौ। अब आउने मायावी झन्डाको बेलामा हामी एउटा नाटक खेल्छ। यो हाम्रो गाउँको जुन विषयवस्तु छ यसले समेटेर एउटा नाटक लेखिदेऊ न। मैले लेख्ने? के भयो? सोच्न देऊ। सोच सोच। आयो। साला गाउँमा छ एउटा शोषकी जिम्मेदार। त्यस्तै त्यसको छ 2-4 जना बटुवा। जिम्मेदार आफूलाई गब्बर सम्झिन्छ बे? पुरै गाउँको किसान उसको गुलाम गर्छ। यसपछि के भयो? तब भगवानले सरबाट पढी लेखेको एउटा एन्टी र कोइन्टी मार्छ। गजब किसान भाइ, गजब। एन्टी हिरो तिमी जस्तै? म जस्तै। त्यसपछि सुरु हुन्छ एन्टी हिरो र गब्बर बीच युद्ध। युद्धमा एन्टी हिरोले गब्बरमा यस्तो धुलाई हान्छ, यस्तो धुलाई हान्छ, यस्तो धुलाई हान्छ, गब्बरको त गोबर निकालिदिन्छ बे। बहुत बढिया किसान भाइ, बहुत बढिया। गोबर निकालिदिन्छ? सकियो? गोबर त निस्किसक्यो, अरू के चाहियो? बहुत बढिया। मलाई थाहा थियो तिमी यस्तो राम्रो लेख्न सक्छ भनेर। बिहानदेखि यही छौ, भोक पनि लाग्यो होला। पेटमा चुहा डोलिरहेछ। भरे चौकतिर आऊ, यहाँ सिया पिउँदै गप्पा मारौँ। हुन्छ। लाग्यो मेरो कहाँ गएछ? ए कालिया